आजको भिडियोमा हामी गाडीलाई उकालोबाट कसरी पिकअप तान्ने भनेर सिक्छौँ। ह्यान्ड ब्रेक तानिरहेको छु मैले, गियर न्युट्रलमा छ, सिट बेल्ट लगाएँ। अब न्युट्रलमा राखेर म गाडीलाई पहिला स्टार्ट गर्छु। अब ह्यान्ड ब्रेक तानेकै छु मैले। ह्यान्ड ब्रेक तान्दै गर्दाखेरि म गाडीलाई फर्स्ट गियरमा राख्छु क्लच दबाएर। अब बिस्तारै एक्सिलेटर दिन्छु म, अलिकति एक्सिलेटर दिन्छु, बिस्तारै क्लच उठाउन थाल्छु। अब एउटा पोइन्टमा याद गर्नुहोस् है, गाडीको आवाज चेन्ज हुन्छ। म एकछिन विन्डो लगाइदिन्छु आवाज राम्ररी सुन्नलाई। ठ्याक्क यो पोइन्टमा आवाज चेन्ज भन्छ गाडीको। यसलाई हामीले क्लच बाइट पोइन्ट भन्छौँ। आवाज एकछिन फेरि याद गर्नुहोस् है, म ह्याजर्ड एकछिन अफ गरिदिन्छु। आवाज चेन्ज भयो गाडीको है। अनि एउटा कुरा याद गर्नुहोस्, यो अगाडिको बनेट पनि अलिकति उठ्छ अगाडि त्यो आवाज चेन्ज हुँदाखेरि। बनेट अगाडि उठेछ यी, याद गर्नुभयो। ठ्याक्क मैले क्लच छोड्दैछु, अलिकति उठ्यो, क्लच फेरि दबाएँ, गाडी फेरि तल गयो। त्यसलाई हामीले क्लच बाइट पोइन्ट भन्छौँ। अब यो पोइन्टमा ठ्याक्क यो बनेट अब आवाज चेन्ज भयो, क्लच बनेट अलिकति उठ्यो, म अब बिस्तारै क्लच छोड्दै एक्सिलेटर थिच्दै अनि त्यसै मेरो ह्यान्ड ब्रेक छोड्छु। अनि गाडी पछाडि रोल ब्याक नभइकन अगाडि गयो। अब मैले क्लचबाट खुट्टा उठाएँ नि हो, मेरो एक्सिलेटरबाट आनन्दले गाडी माथि चढिरहेको छ। भिडियो मन परेमा लाइक गरिदिनु होला। यस्तो भिडियो अझै हेर्न चाहनुहुन्छ भने फलो गरिदिनुहोस्। अनि के क्वेसन छ भने कमेन्ट गर्न सक्नुहुन्छ।